हेलो एभ्रिवान सम्पूर्णलाई नमस्कार म वीरेन्द्र चन्द यति बेलाको बसाइमा पनि म नेपालगञ्ज छु तपाईँहरू कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ सन्चै हुनुहुन्छ भन्ने अपेक्षा गरेको छु यति बेलाको मेरो यो नयाँ भ्लगमा मैले आज भ्लग बनाउनुको विशेष कारण सानो कुरा छ तपाईँहरूलाई सेयर गर्नको लागि मात्र मैले यो भ्लग बनाएको छु यसरी चाहिँ एउटा चाहिँ माघे 30 गते 1 गते माघ तिहार थियो होइन माघ तिहारमा चाहिँ घर जान नपाए पनि सबैजनालाई चाहिँ मैले शुभकामना व्यक्त गरेकै थिएँ र त्यस पश्चात यहाँनिर कुरा के आयो भने चाहिँ हाम्रो एकजना मित्र एकदमै मिलनसार मित्र उहाँ चाहिँ हाम्रो घर जानुभएको थियो केही समयलाई अनुकूलता मिलाएर जानुभएको थियो उहाँले चाहिँ अनि चाहिँ घरदेखि एउटा कोसेली बोकेर आउनुभयो त्यो कोसेली के हो त भन्ने कुरा म तपाईँहरूलाई देखाउँदैछु त्यो कोसेली चाहिँ उहाँहरूको चाहिँ त्यो राम्रो टाइप रहेछ अनि मैले चाहिँ त्यो तपाईँहरूलाई चाहिँ देखाउन गइरहेको छु यहाँ चाहिँ हेर्नुहोस् म एकछिन उठेँ है उहाँले ल्याएको कोसेली हेर्नुहोस् रोटी ल्याउनु भएको थियो हाम्रोतिर पनि पाइन्छ पाउनु त बनाउँछन् बनाउनु त अलिक सानो सानो बनाउँछन् उहाँहरूकोतिर पनि यस्तो बनाउँदो रहेछ क्या हेर्नुहोस् यो रोटी कति एउटै मात्र क्या यति धेरै लामो बनाउनु देख्नुहुन्छ पुरै चाहिँ मेरो स्क्रिनमै देखिरहेन कि यति धेरै लामो छ कि यो रोटी गाइज माला जस्तो रोटी छ गाइज कत्रै छ यस्तो रोटी छ सो थ्याङ्क यू सो मच मेरो मित्रलाई पनि खुसियाली लिएर एउटा मित्रताको भावनाले खुवाउनु भयो उहाँले चाहिँ अब कस्तो छ त्यस्तो गरौँ है गुलियो छ एकदम गुलियो छ तर मलाई अलिकति यो भिडियो बनाउनुको कारण के भने चाहिँ हाम्रोतिर पनि बनाउँदा यति यति सानो सानो बनाउँछ यति यतिको बनाउँछ प्रायः जसो म चाहिँ यति लामो देखेपछि त्यसरी चाहिँ बनाएको के है त्यही भएर मैले देखाउन खोजेको हाम्रो मित्रजीलाई चाहिँ धेरै धेरै धन्यवाद छ उहाँले जे जसो भए पनि त्यहाँ चाहिँ उहाँले आफूले ल्याएको कोसेली चाहिँ मलाई चखाउनु भयो होइन गुलियो छ दामी छ कसलाई मनपर्छ फेरि कमेन्ट पनि गरिदिनु ल भोइस सुकेर फेरि अस्ति यता भलिबल गेम भइरहेको थियो गेममा चाहिँ कराउँदा भोइस नै सुकिसकेको थियो यति धेरै छ हेर्नुहोस् तर गुलियो छ बाहिर त रोटी खानु ल खाऊ खाऊ न बर्थडे छैन ओ सोन दाजु एक पिस दाइलाई पनि दिइदिनु ल एकदम गुलियो छ हजुर फेरि मित्रले हाम्रो खत्री सर ल्याउनु भएको क्या छिन्चुबाट आएको कोसेली हो दामी छ है छिन्चुदेखि हाम्रो छ गुलियो पनि छ
थाहै आउँछ त्यसमा यस्तो थाहा भइरहेको छ तपाईँहरूतिर पाइसक्यो भने कमेन्ट गर्नुहोस् है थ्याङ्क यू सो मच आजको मेरो यस छोटो भ्लगमा सबैजनालाई स्वागत छ है